के लडेको कस्तो मजाले आयो कस्तो मजाले राम सुताइ त कस्तो मजाले सुतेको दादा ऊ त चाहिँ यही बसिया त यो चाहिँ लक्ष्मीमार्गबाट नौवटा कस्तो राम्रो राम्रो रहेछ यो जन्मेको 4 महिना भयो यो लाइन त मैले खाउन खाइलो पाडा चाहिँ अब भर्खर भ्याउँदै भ्याउँदैन अब त्यतिकै अब भ्याउँदिनौँ त फेरि रिसाउहरूमा त्यतिकै अहिले कमानलाई त्यति गरौँ नि त सब भयो यी गाभाहरू रोप्दैछ भर्खर चिमेक गरेर लाउँ लिची ड्रागन टोयलेट चालू भएको छ टोयलेट हजुर आएर 184 खाजा बासी जग्गा बिग्रिन्छ नि बेचिदिन यही त हो तपाईँहरूको घर बनाइसक्यो अब तपाईँ घर बनाउनु दादा यो चाहिँ नम्ता दिदीहरूसँग हो ए यो चाहिँ यो त्यहाँबाट यो चाहिँ मेरो नाममा छ हजुर यो बहिनीहरूको तपाईँहरूको यही हो यही त्यहाँबाट यो दुईवटा घर थियो कि हाम्रो भोजपुरको दिदीको यो एउटा तपाईँहरूको एउटा आधा मात्रै बनाउनु गाउँलाई 1 वर्ष बसाउनु कि बनाउनु हुँदैन यो त भोलि हेर्नु न यस्तो सहर हुन्छ तपाईँहरू माथि डिटेलमा त नहाल्छ नि तपाईँहरू गर्मी भनेको 1 वर्ष मात्रै हो राम्रोसँग भोलि बच्चाहरूको लागि फ्युचर यही आउने नै म चाहिँ धेर गाडी लाग्छ र गाडी चढिरह्यो भने बिस्तारै ठिक भइहाल्छ कहाँको मान्छेहरू घर भनेको यो यो चाहिँ के थियो भोलि बुढेसकालमा उपचार गर्ने बेला फेरि एम्बुलेन्स ल्याउने ब्याङ्गर निकाल्नु बिगार्नु चाहिँ एकदम के थियो अहिले अब जग्गा उठाउने अहिले चाहिँ 0 छ होइन यस्तो 4 वर्षको कोरोना काल म आएपछि जग्गाको दाम पुरो यता चाहिँ रोडहरू छैन खै दादा अब पछि ल्याउने हामीले अनि 2 लाख त्यहाँ हाम्रोमा छुको छ सिद्धि हो हामीले आफैले काट्नु ए यता चाहिँ दादा घर त बनाउनु खगरीको मन्जुको रह्यो के त अन्त हलुङ मान्छे सकेर पैसा खुवाएर लु बल्ल 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 जग्गा कमाएको आज हेर्न आइयो यहाँ बाख्रा चराउँदो रहेछ ए राम्रो रहेछ 1 स्टेप अनि यो नयाँ घर त्यहाँ अनि मलाई मन परेको मन्जुको जग्गाहरु बेच्नु न मन परेको रहेछ है राम्रै रहेछ कान्छी चोक चाहिँ त्यो भन्नु भएन बाटबाटै नि नजिकै अहिले हामी अब दोकान चोक जाने बाटो त पिछै र त्यहाँबाट मात्रै एउटा ए हजुर ए राम्रै रहेछ हैन है दुःख गरेको तिम्रो कतारको
यसमा लाग्यो भने चाहिँ त्यस्तो आनन्दले सुत्ने हो के जग्गा भनेको हजुर कसैले बा फर्काइदिँदैन भन्ने नातैले पनि लगेको पैसा फर्काइदिँदैन नाताले होइन आउने नि त नराम्रो मात्रै हुन्छ नाता लगेको पैसा फर्काउँछ भिसाहरूमा पनि पैसा फस्यो के भयो त्यही मात्रै हो के दादा मेरो मान्छेले यस्तो हुन्छ मैले मान्छेलाई विश्वास गर्नु म पहिला सेम थिएँ हजुर म पैसा केको झार हुन्छ ऊ यो डिलले नै त यो डिल एउटा यो हाम्रो दाजु भाउजूलाई पनि देखाइदिउँ न पैसा दाइ भाउजू यता अहिले किनेको आफ्नो जग्गामा भएको आफ्नै हो नि त यो त अनि यस्तो खाले परेन भने त अन्त दुईटा घर चाहिँ बन्ने जस्तै छ राम्रो रहेछ नबेच्नु पर्ने रहेछ पछि यतै गर्नुपर्छ के दाइ त्यसै भन्नुहुन्छ दाइ जहिले त्यसै त भन्नुहुन्छ नबेच्नु घर बनाउनु भन्नुहुन्छ त यहीँ अब यता घरहरू बन्दै पनि त नजिक ठुलो भन्दै चारैपट्टिको सेन्टर चाहिँ हो क्या यहाँ भएर नबेच्नु हुने रे आलस त यस्तो पो हुँदो रहेछ ए यो आलस यहाँबाट जाँदा त्यहाँ कान्छी चोकको बजार बाटबाटै नि यता नि दाइ दादा यता पुरा रोड पो रहेछ त है हजुर